धन्यवाद सरलाई। खै के बोल्न सकुला म आज यहाँबाट त्यही पनि सुरु गरौँ है त। यस सभ्य र भव्य सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, सम्मानित गुरुजनहरू, मुखमा थोरै मुस्कान अनि निराशा लिएर उपस्थित हुनुभएका मेरा प्यारा मित्रहरू र हामीलाई विदाई गरेर आफू सिनियर हुन आतुर हुनुभएका कक्षा 11 का प्यारा प्यारा भाइ बहिनीहरू, भलै आज म यो मञ्चमा यसरी उपस्थित भइरहेको छु। हजुरले देख्नुभएको थियो होला, म सधैँ हजुरहरूलाई हँसिरहेको हुन्थेँ, तर म आज आफै विदाई भएर जाँदैछु। तर मलाई एकदम निराश लागिरहेको छ। तर यो समयमा आज केही बोल्नै पर्छ, त्यसैले म थोरै केही बोल्न आएको छु अगाडि। भलै मेरो शब्द आज नमिठो लाग्ला, तर म यहाँ केही बोल्न सक्छु जस्तो पनि मलाई महसुस लागिरहेको छैन। सरलाई हिजो मात्रै स्पिच त भन्छु भनिहालेँ, तर घर गएर स्पिचमा माथि फेयरवेल शीर्षक लेख्ने बित्तिकै मेरो मन रसाए। आँखाहरूबाट आँसुका भलहरू बग्न थालेर मैले केही लेख्न सकिनँ। धेरै बोल्दिनँ म, किनकि यहाँ धेरै बोल्नाले मेरै रमाइलोमा कमी हुन्छ भन्ने मलाई थाहा छ। ठ्याक्कै विक्रम सम्वत 2081 साल साउन 14 गतेदेखि आजको दिनसम्म आइपुग्दा ठ्याक्कै 610 दिन भइसकेछ। तर यो 610 दिन कति छिटो बिते मलाई केही पत्तै छैन। र यो 610 दिनमा निकै रमाइला पलहरू समेत मैले यहाँ मनाउन पाएँ। आजको यो क्षण केवल एउटा विदाई मात्र होइन, यो हाम्रो जीवनको एउटा यस्तो मोड हो जहाँ शब्दहरू पनि भावनाभन्दा सानो लाग्छ। जति 12 कक्षा सकिँदै गयो, कलेज त्यति प्रिय बन्दै गयो। किताबका पानाहरू सकिएपछि यादहरू गाढा हुँदा रहेछन्, दिनहरू छोटा र मन साह्रै भारी हुँदा रहेछन्। यो 2 वर्षको यात्रा केवल पढाइ, परीक्षा र मार्क्ससम्मको मात्रै थिएन। यो हाम्रो जीवनको सुन्दर र सम्झनाले भरिएको अध्याय थियो। कलेज थिएन, हाम्रो लागि घर थियो। गुरुहरू हुनुहुन्थेन, उहाँहरू हाम्रो लागि अभिभावक हुनुहुन्थ्यो। साथीहरू साथी थिएनन्, उनीहरू हाम्रो लागि प्रिय थिए। कक्षाका प्रत्येक बेन्च, कक्षाका प्रत्येक कुनाहरू र प्रत्येक कोरिडोरले हाम्रो रमाइलो अध्यायको साक्षी बनेर राखिरहेका छन्। रमाइलो गर्दै जाँदा कहिले सरहरूको गाली खायो होला, कहिले प्रशंसा पायो होला, तर यति बेला यो मञ्चबाट यहाँ बोल्दा मलाई के महसुस भइरहेका छु भन्दा त्यही कुरा नै हाम्रा बलिया पलहरू रहेछन्। सायद ती दिनहरू अब फर्किँदैनन् होला। आशा गरौँ फेरि पनि हामी यही आउन पाऊँ। अघिल्ला कार्यक्रमहरूमा यही मञ्चबाट सरहरूलाई हँसाई भाइ बहिनीहरूलाई स्वागत गरेको जस्तै लाग्छ। अघिल्लो पल्ट यही मञ्चबाट बिचरा दाइ दिदीहरूलाई खिल्लै विदाई गरे जस्तो लाग्छ। तर आफै यही मञ्चबाट विदाई भएर जाँदा मलाई निकै नै कस्तो महसुस अथवा वर्णन नै गर्न नसक्ने अनुभूति भइरहेको छ। आदरणीय सरहरू, खै म हजुरहरूको महानतालाई कसरी वर्णन गरौँ? म वर्णन गर्न सक्दिनँ होला। हाम्रा लागि हजुरहरू केवल शिक्षक मात्र हुनुहुन्थेन, हाम्रो प्रेरणा हो, हाम्रो जीवनको मार्गदर्शक हो हजुरहरू। जति बेला हामी आत्तिन्थ्यौँ त्यति बेला तपाईँहरूले हामीमाथि विश्वास गर्नुभयो। जति बेला हामी बाटो बिराउँथ्यौँ त्यति बेला हामीहरूलाई बाटो देखाउनु भयो। भलै हामी जहाँ अल्मलिए पनि, जहाँ अड्किए पनि हजुरहरूले हामीलाई अगाडि बढ्ने साथ दिनुभयो। भलै हामी अब कहाँ वर्णन गर्न सक्छौँ हजुरहरूको त्यो महानतालाई। हामीले गुनासो गरेका ती क्लासहरू, झन्झट लागेका एक्स्ट्रा क्लासहरू, होमवर्कहरू सबैभन्दा रमाइला पलहरू रहेछन्। अब मैले कहाँबाट होमवर्क गर्न पाउँछु होला त्यो फेरि? त्यसरी जिन्दगी मोडियो भने फेरि पनि हजुरहरूकै विद्यार्थी भएर आउन पाऊँ। अब के कुरा गरौँ? फेरि पनि एकपटक साथीहरूलाई सम्झौँ। म प्यारा साथीहरू, यादहरू धेरै असीमित छन्। छुमन्तर चाहिँ समय रहेछ, अस्ति भर्खर भेटे जस्तो लाग्छ। आज फेरि हामी विदाई भएर जाँदैछौँ। समयले फेरि रिगायो भने हामी त्यही क्लासको बेन्चमा बसेर फेरि रमाइला गफहरू गर्नेछौँ, सरहरूलाई ढाँट्नेछौँ, होमवर्क नगरी आउनेछौँ, अनि एक्जामको अघिल्लो दिन रातभर पढेर पनि पास हुने मार्क्स ल्याउनेछौँ। तर हामी जहाँ गए पनि, जता अघि बढे पनि नेपाल मेगा कलेज हाम्रो पहिचान रहनेछ। त्यसैले त म आज भन्न आएको छु, यो हाम्रो लागि विदाई होइन, यो एउटा कृतज्ञता हो। धन्यवाद ती सम्झनाहरूको लागि, धन्यवाद ती सिकाइहरूको लागि। र अन्तिममा फेरि म के धन्यवाद भन्न चाहन्छु भन्दै, धन्यवाद हामीलाई आजको हामी बनाउनु भएकामा। र अन्त्यमा मलाई आजको म बन्न सहयोग गराउनु हुने सम्पूर्ण गुरुहरू र हामीलाई यति सभ्य र भव्य कार्यक्रम आयोजना गरेर विदाई गर्न लाग्नुभएका कक्षा 11 का भाइ बहिनीहरूलाई पनि म यहाँबाट एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु। भन्न धेरै थियो, लेख्न केही सकिएन, के गर्ने। वेलकम र दाइ दिदीहरूको फेयरवेल भएको भए धेरै नै लेख्थे होला, धेरै नै हँसाउँथे होला। तर आज आफ्नै फेयरवेल भएकोले कतै म यहीँबाट रुन्छु कि जस्तो पनि लागिरहेको छु। भलै त्यस्तो नहोस्, त्योभन्दा छिटो म यहाँबाट निस्केर जान्छु। हस्त यति भन्दै म विदाई हुन चाहन्छु। हस्त, धन्यवाद।